पनि देखिसक्नुहुन्छ यहाँ मन्दिर कलार मन्दिरको यस्तै हुन्छ गहिरो गहिरो सागर जस्तो यस्तो दामी छरे बजारमा छैन बिस्कुट नखाने बच्चा मात्रै खाने हेलो साथीहरू, म चाहिँ अहिले बटार जाने ठाउँमा आइसकेको छु। अनि यहाँ चाहिँ देख्छु जङ्गल भर्खरको म चाहिँ अहिले भर्खर गोर्खा आइसकेँ। गोर्खा ब्युटी पार्लर गएर पनि काम नलाग्ने, स्वदेशमा चिन्ने छोड्ने। फाइनली बटार आइसकेको छु म चाहिँ होइन। बटारको चाहिँ हेलो एभ्रिवान, गुड मर्निङ, दर्शन नमस्ते, वेलकम ब्याक टु माई युट्युब च्यानल। फेरि पनि स्वागत छ तपाईँलाई मेरो युट्युब च्यानल। सधैँ आज पनि देखिसक्नुहुन्छ यहाँ मन्दिर कलार मन्दिरको छेउमा चाहिँ छु म चाहिँ। यो चाहिँ जङ्गल जस्तो ट्याक्कदार जङ्गल जस्तो रहेछ एरिया। मन्दिरमा दर्शन गर्ने त्यसपछि टक्क लाएर जाने। मन्दिरमा आइसकेको छु म चाहिँ। मन्दिरको यसो भेटघाट गरौँ, मन्दिरको ढोकटाक गरेर भेटघाट गरेर अनि जाउँ। कालो देखिरहेको छ होइन। मन्दिर चाहिँ चटाक चुटुक सफा पारेर चाहिँ ल। जय हनुमान ज्ञान गुण सागर रक्षा गर्छ हनुमान, फलोस् फुलोस् रक्षा गरोस्। घन्टी सन्टी चाहिँ बजाउनु हुँदैन। जय हनुमान। जय हनुमान ज्ञान फुल भुटे सक्यो हुन्छ नि। फुल भुटे गरे पनि कालो आउँथ्यो कि यस्तै हुन्छ गहिरो गहिरो सागर जस्तो। त्यो साथी आज म चाहिँ मन्दिर आइसकेको छु। मन्दिर आएर देउता दर्शन गरेर अब नाचेर जारी चाहिँ वातावरण मिलाउँदैछु। भर्खर उठियो, ब्रसहरू गरेर दाँतसँग मात्रै त्यसपछि चिया खाएर अब मासतिर फाइनली तेल हाल्नको लागि जानुपर्ने होइन। देउताको दर्शन गरेर जाउँ भनेर चाहिँ यसो ध्यान बस्या। ल बिहान चाहिँ भयो बल्ल। नागदेउता चाहिँ तलतिर खुट्टामा पऱ्यो। यस्तो दामी देख्दो रहेछ बिहान मर्निङ टाइमको होइन। छरे बजारमा यहाँ बस्ने कुर्सी त टक्क बुटै चलिरहेको, कोही बुटै नचलिकन नपऱ्यो। कति बजी यार कपाल बन्द गरेर बनाएको छैन बिस्कुट नखाने बच्चा मात्रै खाने कालो
हेलो साथीहरू, म चाहिँ अहिले बटार जाने ठाउँमा आइसकेको छु। अनि यहाँ चाहिँ देख्छु जङ्गल, जङ्गलमा मङ्गल गर्ने ठाउँ रहेछ क्या यार, एकदम दामी देख्दो रहेछ। त्यो हुँदैन, यताबाट दामी रहेछ त, टक्क पिकनिक प्लस हानिदिने होइन। त्यही हो, बटार जाने चोकमा आइसकेको छु म चाहिँ अहिले फाइनली। बटार गएर आएको, बटार गएर औषधि लिएर बुवा एकदम बिमारी हुनुहुन्छ। बिमारी गरी म भिडियो देखाउँछु तपाईँलाई, एकदम त्यो बिमारी भएर बुढा त्यति सहन नसहने भएर चाहिँ औषधि लिएर त्यही औषधि लिएर आएँ। अनि औषधि दिउँ, अनि औषधि दिइसकेपछि त्यही घुरेर आएर एक भाँडो ग्रिज किनेर ग्रिज हाल्नुपर्ने छ अटोमा। ग्रिज हालेर अनि त्यसपछि चट्ट लगाएर फेरि कुदाउनु पर्छ, ग्रिज नहालेर त्यो पुरा जाम भएर 300 हाल्यो। तेल हालेर आएर म चाहिँ यहाँ बसिरहेको। त्यही सल्टीहरू त्यही हो साथीहरू होइन। म चाहिँ फाइनली अहिले बट्टार जाने बाटोमा आइसकेको छु। बटार जाने बाटो बसेर भिडियो काटिरहेको छु। कस्तो हुँदो रहेछ भनेर चाहिँ छुट्टो लगाएर अब अहिले त म त्यहाँ उसमै बटरमै हानिदिन्थेँ। अलिकति तनाव टेन्सन भएको थियो, बिमारीलाई अब औषधि पाइदिँदा मान्छे पनि छैन चाहिँ मलाई घरबाट ल मेरो यहाँको चुकुल खोइ यार, कहाँ झऱ्यो होला त लामै, यो मैले कहाँ खोलेको थिएँ यसको, यहाँ राखेको थिएँ। त्यहाँ ग्रिज गर्ने ठाउँ ढुक्कुरै छुटेको थियो, ढ्याङ्गै गरेर यहाँ राख्न पर्ने थियो। भर्खरको म चाहिँ राख्कर गोर्खा आइसकेँ। गोर्खा ब्युटी पार्लर, ठ्याक्कै गोर्खा ब्युटी पार्लर चिन्दो रहेछ। ब्युटी पार्लर खै साउन्ड केही पनि छैन। तिम्रोमा चाहिँ ऊ मात्रै गर्नलाई कति लाग्छ? के अरे हाइलाइट गर्नु चाहिँ जम्मा 350 हो र? सबै खैरो गरिदिन्छ? यो त कालो गरेर फेरि खैरो हुनु होइन, कालो गरी के खैरो गर्नु त? अब कालो हाले बेलामा चाहिँ अनि खैरो हाल्नु खैरो, यो खैरो लाग्छ लाग्यो मेरो खैरो लाग्दैन। तिमीले हाले त्यो खैरो हो? त्यही हो, अर्कै हो, त्यो बताएको होला। मैले खाएको छैन, खाजा खाँदै भन्दा भन्दै कलर कस्तो कलर? त्यहाँ साथीको पार्लर होइन कि, यस्तै हो कि कस्मेटिक हो। नाम त त्यही छ अरे, बजारको लुगा पसल छ अरे, पनि छ नि लुगा पसल। त्यहाँ सोधा कि मैले महँगै पर्दो रहेछ। यो चाहिँ के नखाने, के यो म्याट किन राख्ने राति राति यसो नि? यो चप्पल चाहिँ कति लिनु? निकिसो 400, त्यो 350। यस्तो कलरहरू पनि पाउँदो रहेछ है? अनि त्यो त्यसै कलर त हुन्छ, त्यस्तो माथि गरेको त्यसको त्यही प्राइस हो 350। हामीले 350 सबसे अगाडि फेसन चल्ने बित्तिकै चप्पल मका कति आउँछ त। ढिलो गरेर यहाँ किन्नुपर्ने त थाहा नै हुने। थाहा नै चाहिएन, थाहा नै हुँदैन बाबु। अब किन्नेलाई हतार किन्ने, तपाईँले चाहियो भने अब चप्पल किन्ने हतार जस्तो हतार किनिदिन्छ। कस्टम पनि छ कि क्या हो?
सबै खाँदा बक्सरहरू ज्याकीको बक्सरहरू यो बक्सर कति दियो त्यो 380 को छ त्यसको साइजहरू बिग्नु भयो हा बिग्नु भयो छैन त्यो उले भित्रमा लाउने हो हा भित्रमा त लाउने कहाँ बाहिर लाउनु त त्यो 250 जानिन्छ 190 रुपैयाँ जानिन्छ आज पैसाले सर्टेज म बटार गरेर बाउले दबाई लिएर आए बहुत बिराट भयो काठमाडौँ लगेको काठमाडौँ भन्ने के भएन रे गाह्रो भयो बटार गएर बटार गएर औषधि लिएर आयो त्यसै भयो मान्छे काठमाडौँ गएर रहेछ मान्छे चाहिँ काठमाडौँ गएर रहेछ तर औषधि चाहिँ पाउँदै भयो औषधि चाहिँ तलै राख्दो रहेछ त्यहाँ मुसमा म छोडिरहेको रहेछ कि मोबाइल पसलमा औषधि लिएर मान्छे झन्डै मान्छे नभेट्यो मान्छे नभेटेर उडायो अनि के खाजा खाए मामा खाना खाजा खाजा खाने बिहा अब भर्खर बेला खाजा खाने बेला भयो सोभा खाने भयो मोमो चाउमिन चिया बिस्कुट खाने झुले खाने हो अब 11-12 बजी भात खान्छ वाइफाई ठिकै होइन हेभी छ मेरो भुटे चाहिँ डर भएपछि चालेर वाटर पुग्नु भने त्यही हो खास केही पनि छैन अब बटर जानु परिसकेको छु सधैँभरि विदेश गएर पनि काम नलाग्ने स्वदेशमा चिन्ने छोड्ने फाइनली बटर आइसकेको छु म चाहिँ होइन बटरको यो चाहिँ माथि जङ्गलदेखि चढ्नुहुन्छ के हुन्छ काम गरेर खाना घर सधैँभरि विदेश बस्न नसक्ने आफ्नो देशमा आयो देशको आफ्नो देशको नागरिक चिन्न छोड्ने यस्तै हो साथै जता जता ठक्कै ठक मात्रै हुन्छ काम गरेर खानु गाह्रो कारणले म चाहिँ अहिले बटर जाने रोडमा आइसकेको छु अब बटरमा चाहिँ घरतिर जाँदैछु है त दुईजना मान्छे एक बोरा आलुको पैसा पनि दिँदैन त्यो बुढीहरूले थाहा छ कस्तो लोभीहरू रहेछ मा एक बोरा आलु लिएर गएको 100 रुपियाँ दिनुपर्छ नि यस्तै काम गऱ्यो भने चाहिँ मा भोलि केही पनि पाउँदैन मान्छे फकिङ भन्दा केही पनि पाउँदैन त्यो बाँदर जस्तो हो नि केही पनि दिँदैन विदेशी दिँदैन मन हुनु पऱ्यो दिँदैन मन नभएको दिन्छ बानी व्यवहारहरू राम्रो हुनु पऱ्यो सबै त्यही हो बानी व्यवहार राम्रो भयो दिँदैन त्यति भन्दा आज म जाँदैछु अब म ढिगोरे जान्छु त्यही हो गीत बजाउँछु गीत बजाऊ त जानु नाच्दै गाउँदै